हाम्रो गाइड राइडर चुइली ल तत्र जस्तो रोजेर आएको त्यस्तै बाटो फेला परेको छ है हामीलाई चाहिँ। ल बाहिरको बाटोमा एडभेन्चर उडाउँदै पछाडि हिँड्ने चक्करमा झन्डै आफै लडेको ल झन्नै लडेको। यो हो नि त नजारा, यत्रो दुःख गरेर आइसकेपछिको रिल्याक्स हुने ठाउँ चाहिँ। ल हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लग। आज चाहिँ केटिएम 390R को राइड लाँदैछ भक्तपुर सोरुमले। रमाइलो हुन्छ जस्तो छ। त्यहीँ पुगौँ 6:30 बजी बोलाउनु भएको थियो, अब अहिले अलिकति ढिला भयो जस्तो छ। 6:30 चाहिँ बजिसक्यो। अब गइहालौँ पहिला, ढिला नगरिकन त्यहाँ सोरुममा पुगौँ। अनि 6:30 बजी आइपुग्नु भन्नुभएको थियो। अब उड्दा उड्दा यताउति गर्दा अलिकति ढिला भयो। 6:30 यहीँ बज्यो। पुग्दा चाहिँ अब 15 मिनट जतिमा पुग्छ होला। अब गइदिउँ, राइड रमाइलो हुनेवाला छ। मेरो चाहिँ फर्स्ट राइड हुँदैछ यसरी ग्रुप राइड चाहिँ, त्यो पनि कतै सोरुमबाट। योभन्दा अगाडि चाहिँ गएको थिइनँ कुनै राइड पनि, योभन्दा अगाडि चाहिँ गएको छैन कुनै राइड पनि। त्यसरी ग्रुप राइड चाहिँ कतै सोरुमबाट कतै कुनै टिमबाट गएको छैन अहिलेसम्म। एक्लै चाहिँ गइरहेको हुन्छु। कस्तो हुनेवाला छ एक्सपिरियन्स सेयर गर्ने छ है त गाइज। बाटै बन्द रहेछ यार, झन् ढिला भएको बेला। उठ्नु त बिहानै उठेको, तर पनि अब त्यही त हो नि, बिहानको समयमा अलिकति यताउति गर्दा गर्दै ढिला भइ नै हाल्छ। रमाइलो त रमाइलै हुन्छ जस्तो लाग्छ है ग्रुप राइड चाहिँ। म चाहिँ यो भक्तपुर राधे निस्किने बाटो चाहिँ यता लुबु हुँदै भित्रको बाटो निस्किने गर्छु जहिले पनि। प्राय उता अब दिउँसो चाहिँ जामै हुने गर्छ, त्यही भएर अहिले बिहान त जाम त हुँदैन खासै। त्यही पनि अब अहिले हिँडिराखेको बानी भएको भएर यतिबाट हिँडिदिएको, अहिले पनि गइदिएको। दाइ यो बाटो जान्छ? ए माइला, यहाँ पनि झन्डै बाटो फेरि बिग्रेछ भनेर फर्किएको यार। के हो यस्तो, जताततै बाटो बिग्रिएको छ यार। ए त्यहाँबाट पो ए त्यही त, म त देख्दै देखेन यार। झन्डै माका डक्स गएको तलतिर यार। त्यो भन्दा पनि भन्दैन यार मान्छेले, उभिएको मान्छेले। म त उताबाट रहेछ यतैबाट छिरेछ माइला, झन्डै गएको तलतिर ढलानको। यताबाट रहेछ बाटो खासमा, झन्डै उठेको बाटो पनि यार। यस्तो पनि हुन्छ यार। अब के थाहा, हामी त नयाँ मान्छे होइन। त्यहाँ उभिरहेको मान्छेले भन्नुपर्छ नि यो बाटो जाँदैन भनेर। यस्तो छ यतापट्टि। ल माइला, झन्डै राइड गएको गइ भएको अहिले माका डक्स। यस्तो पनि हुन्छ यार दिमाग कहिले काहीँ। अब बाटो छ भनेर छिराएको, अब हेर्दा पनि उकालोमा चढ्ने नै जस्तो छ। मासाला ढलान पछि त छैन केही पनि, पुरै ओह्रालो पो छ त यार। कसरी झर्ने त्यस्तोमा? हाँस्छन् हौ दाइहरू, कहाँ चढायो भाइले भनेर यार। यस्तो पनि हुँदो रहेछ कहिले काहीँ यार। यार फोन पनि आइसक्यो, कता हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो यार। अलिकति ढिला भयो, सरी है त्यसको लागि गाइज। अब उड्दा यताउति गर्दा हल्का ढिला भयो। उहाँहरूले सोध्दै हुनुहुन्थ्यो कहाँ आइपुग्नु भयो भनेर। 6:30 बजी आइपुग्नु भन्नुभएको थियो। 6:45-50 जति भयो जस्तो छ। त्यही भएर फोन गर्नुभएको जस्तो, आउँछ कि आउँदैन भनेर यार। आउन त जानको लागि त निस्किसकेको छु अब घरबाट। त्यहाँ सोरुम चाहिँ अलिकति पुग्न हल्का ढिला भयो। अब पुगौँ पहिला त्यहाँ यार। सबैजना आइसक्यो जस्तो छ, म मात्रै हल्का ढिला भएको जस्तो छ यार। अब त्यहीँ गएर हेरौँ न, म मात्रै ढिला भएको हो रहेछ कि अरू पनि अलिअलि ढिलै छन्। राइड पो कतिजनाको हुन्छ त?
धेरै हुने हो कि ठिकै हुने हो कि ए ल चकाचक एडभेन्चर हो जस्तो छ हुन चाहिँ। अब बबाल आइपुग्यो है। सबैजना कुरिराख्नु भएको जस्तो छ यार, मै मात्रै अलिकति मुजी ढिला भए जस्तो छ यार। सबैजना ल बबाल रमाइलो हुनेवाला छ। राइड चाहिँ सबैजना भेला भइसक्नु भएछ राइडरहरू, मै अलिकति ढिला भए जस्तो छ यार। मन लागेको छ मस्त। ल यो हो नि त राइड, फर्स्ट राइडै बवाल होला जस्तो छ है। फेरि अर्को राइडको लागि प्रिपेयर भइहाल्नुपर्छ है त। दामी छ। ल सबैजना रेडी अवस्थामा छन्। अब कतिजना चाहिँ हो जाने चाहिँ हेरौँ है त। के छ त दाइ अनि आराममा हामी सन्चै हुनुहुन्छ? कतिजना जति हुन्छ त? ए ठिकै हो, धेरै राम्रो पनि हुन्न। ल आएको टाइम लगभग आधी घन्टा 45 मिनट जति भयो। प्राय सबै राइडर आइसक्नु भएछ। ल अब हामी रेडी हुँदैछौँ जानको लागि। जोस् सबैजना लगभग आइसक्नु भएछ। यति हो। ल लगभग कति 14-15वटा बाइक छ। 14-15 जनाको राइड छ टोटल। रमाइलो हुन्छ जस्तो छ। अब हेरौँ कस्तो हुन्छ एक्सपिरियन्स, अलि सेयर गरौँला नि बाटोमा। ल अब सबै राइडरहरू अब बस्दैछन्। सबैजना अब बस्दैछौँ। ल सबैजना अब निस्किने तर्खरमा नै छौँ हामी, निस्किँदैछौँ। ल अब चाहिँ गइदिनुपर्छ है त बिस्तारै। अब रुलमा हिँड्नु भनेर भन्नुभएको छ, अब रुलमै हिँड्नु पर्ला यार। यसरी त यार कहिले पनि हिँडेको छैन यार। अलि अजिबै लाग्छ जस्तो छ यार। कहिले पनि पछाडि हिँडेको छैन यार। अब नियमअनुसारले कुनै ठाउँमा अब रुल फलो गर्नै पर्ने हुन्छ कि नभए अहिलेसम्म यार न कुनै बाइकको पछाडि न गाडीको पछाडि चाहिँ यसरी हिँडेको छैन होइन। अलिकति नौलो एक्सपिरियन्स हुनेवाला छ है त। ग्रुप राइड हिँड्दाखेरि चाहिँ एकदमै विचार गरेर हिँड्नुपर्ने रहेछ। अब रुल त रुल भइ नै हाल्यो, रुलमा त हिँड्नै पर्ने भयो है। पुरै ग्रुपमा हिँड्न भन्दा रमाइलो पनि हुन्छ, एक्सपिरियन्स पनि छुट्टै हुँदो रहेछ। यसो महसुस गर्दा, यसो फिल गर्दा त्यस्तो फिल हुन्छ। रमाइलो पनि अलिक छुट्टै किसिमको रमाइलो हुँदो रहेछ। ल भक्तपुरको 5 तल्ले मन्दिर हुँदै भित्रबाट यो नाला गुम्बाको बाटो जाने भन्दै हुनुहुन्थ्यो उहाँहरूले। त्यही बाटो नै निस्किन्छ होला यो भित्रबाट पनि है त। अब गाइजहरू अलिकति जोसेको अवस्था है अहिले चाहिँ। ल अब चाहिँ तात्यो जस्तो चाहिँ। अबको चाहिँ राइड अलिकति होला जस्तो छ है अहिले चाहिँ। तर अलिकति ग्याप र डिस्टेन्स राखेरै चलाउनु भनेर भनेको छ होइन। त्यसले अलिकति सेफ्टी पनि हुन्छ अनि रुल पनि एउटा फलो हुन्छ नि त। अब नाला गुम्बाको बाटो हुँदै अब ठ्याक्कै बनेपा निस्किने प्लान छ हामी सबैजनाको। हामीलाई गाइड गरेर हिँड्दै हुनुहुन्छ, उहाँ हुनुहुन्छ एकजना राइडर अगाडि। यो ग्रुप राइडमा चाहिँ हिँड्दाखेरि एकदमै राम्रो डिस्टेन्स मेन्टेन गर्नुपर्छ है गाइज। एकदमै अप्ठ्यारो हुन्छ नभए, किनभने अगाडिको मान्छेको अब केही पनि एक्टिभिटिज हामीलाई थाहा हुँदैन नि त। त्यस कारणले चाहिँ अब कतै झ्याप्पै ब्रेक हानिहाल्छन् कि भन्ने हुन्छ होइन। अनि अब त्यसको लागि पनि हो हुन चाहिँ अब यस्तो एडभेन्चर सेल आयो भने चाहिँ हार्नै पर्ने हुन्छ। या बवालवाला ल सबजना अहिले मुडमा आइसक्यो है गाइस राइड गर्न। अब बाटो पनि अलिकति ठुलो पायो अनि राइड पनि गर्न मजा आयो अहिले चाहिँ। अब बाटो अलिकति ठुलो हुने बित्तिकै राइड गर्न मजा आउँछ नि त सबै राइडरलाई है। त्यो सानो बाटो भयो भने अलिकति गुम्सेर हिँड्नुपर्छ नि त। अलिकति ठुलो बाटो आयो भने अलिक राम्रो हिँड्न पाइन्छ भनेर रमाइलो लाग्छ सबैजनालाई। तर जस अलिकति स्पिडमा हिँड्न पाउँदाखेरि चाहिँ अलिकति स्पिड भन्नाले त्यही 50, 60, 70सम्मको स्पिडमा पनि हिँड्न पाउँदाखेरि चाहिँ रमाइलो हुँदो रहेछ है। त्यो एकदम बिस्तारै हिँड्दाखेरि चाहिँ पुरै कन्ट्रोलमा हिँडेको जस्तो महसुस हुन्छ। केटाहरू ताकमा छन् यार। हाम्रो
गाइड राइडरले तुफान कुदाउने बित्तिकै तुफान हानिहाल्छन् सबले फेरि एकछिन छोड्नेवाला छैन यार हान्ने गोरुलाई बाँधेर राखेपछि कस्तो छटपटिन्छ अनि त्यसलाई खोलिदिँदाखेरि कस्तो त्यो छटपटेर भाग्छ नि त्यस्तै भइरहेको छ कि यहाँ चाहिँ अहिले अलिकति राइड हान्न पाउने बित्तिकै तुफान छ जान कि यस गाइड चाहिँ राम्रो हुँदैछ है हाम्रो किनभने बेला बेला राइडरहरू अब कति राइडरहरू छुट्दै हुनुहुन्छ पछाडि अनि यसरी बिस्तारै हेरिकन बिस्तारै यसरी हेरेर चाहिँ लानुपर्छ कि अनि त्यस्तै नै गर्दै हुनुहुन्छ भ्यू त बबाल देखिँदो रहेछ त गाइज के हो सिधै 5 खाले निस्किन्छ कि क्या हो यो बाटो त यार यो भित्रको बाटो पनि दामी नै रहेछ यार जे होस् 5 खाल निस्किँदो रहेछ ठ्याक्कै सबैजना उठेर चलाएको अवस्था है गाइज यतिको त एडभेन्चर हान्नु पऱ्यो नि त गाइज ठ्याक्कै 5 खाल बजार आइपुग्यौँ 5 खाल चोकमै आइपुग्यौँ अब यहाँबाट चाहिँ हाम्रो राइड अलिक राम्रो होला जस्तो छ है 5 खाल कटिसकेपछि चाहिँ जे होस् रमाइलो राइड गर्न पाइयो है अलिकति भयो नि ल यो चाहिँ भाइरल ठाउँ फोटो खिच्ने है त यो दलालघाट जाने बाटोमा दामीवाला ल सबैजना यति छन् राइडरहरू सबजना लाइन लगाएर फोटो खिच्ने बवाल दामी ल खतरा यो पहाड पनि खत्रै छ हौ के हो यो पहाड हो कि चट्टान हो कि केहीको लेदो हो कि के हो यो एकछिन फोटो खिच्ने ब्रेक दामीवाला ल एकैचोटि यस्तो टन्नै बाइक देख्दाखेरिको चाहिँ जुन फिलिङ्स आउँछ नि एउटा त्यो चाहिँ एकदमै बवाल छ कि ओभरै बवाल ल पुरै दामी पाराले सबै यो अनि यो नजारा माथिको राइड गर्न नपाएर तनाव कुन बेला खुला बाटो आउँछ र राइड हानु भनेर बसिरहेको नै जनताहरू अहिले भने चाहिँ यसो हल्का राइड हाने जस्तो फिल हुँदैछ है अहिले चाहिँ मजा आउँदैछ है गाइज अब केटाहरूलाई एकछिन फ्री छोडिदियो कि रेस परिहाल्छ यार एकछिन फ्री छोडिदियो कि रेस पर थालिसक्यो अब रेस भन्दा पनि रुल अनुसारले गएकै राम्रो हुन्छ है गाइज अब को अगाडि को पछाडि थियो नि त अघि अनि त्यही लाइन मिलाउनुको लागि पनि हो दामी देखिँदो रहेछ है जोस् ल त्यो ब्रोले अलिक बिस्तारै चलाउनु पर्छ त्यसले यार बल्ल कुदाउनु पाएको कहाँ छोड्छु त अनि यार बल्ल कुदाउनु पाएको कहाँ छोड्नु त यार को चाहिँ हो सबैभन्दा अगाडि को छ सबैभन्दा अगाडि ल अब खाजा खाने ब्रेक भयो अहिले अलिकति अब खाजा साजा खाउँ अब ब्रेकफास्ट ब्रेक अहिले चाहिँ छिराउँ अब खाजा साजा खाएर सबैजना अब ठ्याक्कै निस्केको अवस्था अब लाग्नुपर्छ सबैजना सब रेडी छन् ल अब बिस्तारै चल्दिउँ है त ल अब गइदिउँ बिस्तारै सबैजना रेडी भइसक्यौँ अब चाहिँ बिस्तारै गइदिनुपर्छ रामजरी ल दोलाल घाटबाट सिधै सरर चौतारा चलो बिस्तारै दाजु बिस्तारै ठाउँ पाएपछि मात्रै भनेको दाइले सट्ट छिराइहाल्नु भयो ठाउँ पाएपछि मात्र छिराउनुपर्छ है गाइस वात्तै छिराइहाल्नु हुँदैन यार अँधेरी भन्ने ठाउँमा टक्क राइडरहरू सबैजना भेला भएर अब सिधै चौतारातिर है त सरर लाग्दिउँ है त ल यता बाटो सही भएर गाइज फुल अन मुडमा छन् है सबजना ल यता खुला बाटो राम्रो बाटोमा चाहिँ गाइज सबजना मुड अनमा छन् है एकदम रमाइलो लागिरहेछ एक्सपिरियन्स पनि बबालै हुँदैछ ग्रुप राइडको पहिलोचोटिको राइड हो र पनि जे होस् रमाइलो लागिरहेछ
त्यसरी मजाले सबैजना एउटै स्पिडमा हिँड्न पाउँदाखेरिको रमाइलो छुट्टै हुँदो रहेछ। यो न्यू एक्सपिरियन्स राम्रै भयो, राम्रै हुँदैछ न्यू एक्सपिरियन्स। ल यतिको झ्याममै रोक्दाखेरि चाहिँ राम्रो बबाल देखिन्छ। सबै एउटै बाइक देख्दा त झन् अर्कै मजा आउँछ कि सब चिज। ल खतरा। ल हाम्रो राइड फेरि सुरु भइसकेको छ। सबैजना जाँदै हुनुहुन्छ सबैजना। ल हाम्रो गाइड राइडर चुइली दामी। ल खतरा निस्किँदैछन् सबैजना। अब कतिको रमाइलो हुन्छ हेर्दै जाऊँ न। बबालै होला जस्तो छ रमाइलो चाहिँ। खत्रै जस रमाइलो हुन्छ जस्तो। ल दामी हुन्छ। ल सबैजना सर यो खै भुट डाँडा कि के भन्ने हो के कतापट्टि? त्यही बाटोबाट हो कि मैले अघि भनेको थिएँ। ल सबैजना एकछिन कन्फ्युज भएको अवस्था होइन। यो चाहिँ के गर्ने बाटो चाहिँ अहिले एडिबीको लागि चाहिँ अलिक ठिक आए जस्तो छ है गाइज। बाटो भनेर चाहिँ दामी नै आयो त के हो, पुरै बबालवालै बाटो आइयो त। ल बबाल मजा आउँदैछ है राइड गर्न चाहिँ। ल एडभेन्चर थ्रिलर राइड एडभेन्चर राइड हुँदैछ है अहिलेको चाहिँ बबालवाला। पुरै कडाङगुडुङ के आवाज आउँदैछ तलतिर थाहा छैन, तर राइड चाहिँ बबालै हुँदैछ। ल एडभेन्चर भनेर टक्क एडभेन्चर हुनु पऱ्यो नि त यस्तो टाइपको। ल बबाल खतरनाक राइड हुँदैछ रमाइलो। रमाइलो हुँदैछ अहिले। ए ल बाटो चाहिँ खत्रै रोजेको हो कि गाइज। एडिबीलाई चाहिँ बाटो बबालै रोजेको। ल सबै राइडर साथीलाई बिस्तारै चलाउनु भनेर अनुरोध छ। धेरै ओभर एक्साइटेड भएर यो बिग्रेको बाटोमा झासझुस गरेको फेरि छासझुस जान्छ। यहाँ चाहिँ मैले बिस्तारै रोकेर सबै साथीहरूलाई अगाडि जान दिएर अनि म चाहिँ पछि जान्छु भनेर बसेको। त्यही भएर एकैछिन हल्का रोकेको जस्तै गरेर अनि सबैजना गएपछि म पनि बिस्तारै हिँडेँ। बिस्तारै अगाडि पछाडि गर्दै सबैजना हिँड्दाखेरि चाहिँ बबालै रमाइलो हुँदो रहेछ। एकदम खतरनाकै रमाइलो भयो है। बब्बालवाला एडभेन्चर पनि भयो। साथीहरू पुरै उठेर चलाउँदैछन्, म पनि उठेर चलाइदिएको। एकदम मजा आइरहेको छ है। राइडको फुल इन्जोय गरिँदैछ है सबैजना। बबाल रमाइलो हुँदैछ। ला के अर्कै बाटो हो? उल्ट यो बाटो होइन? लौ त्यही त घुमाउनु यो रङ बाटो आइएछ भन्दैछु। यसरी फेरि अगाडि जाने मान्छे अगाडि गइन्छ कि त्यही भएर घुमाएँ। अब यहाँ कस्तो यस्तोमा घुमाउनु पर्यो अब। ल त्यही त अब यो
ठ्याक्क लाएर अब एउटा एउटा गर्दै घुमाउनु है एउटा एउटा पालै पालो तल छैन नि दाइ तल अझै ऊ ल यो हो नि त तरिका दाइ 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 बिस्तारै बिस्तारै आरामले यसको यो खोइ क्लोजमा गियर यहाँबाट अलि नघुम्यो खै 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 भाइ खै 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 म एकचोटि यसलाई घुमाइदिन्छु खै छोडिदिउँ ल छोडिदिउँ यो अचकल्टो ठाउँमा पऱ्यो भने यस्तै हो के पुरै पुरै लो घुमाइदिउँ क्या स्ट्यान्डमा बरु ल्याम्मै है त्यसो भए यो हो नि त तरिका ल एडभेन्चर यहाँ चाहिँ सबैजनाको बाइक अड्केर यो एकदमै अप्ठ्यारो ठाउँ घुमाउन नमिल्ने भएको भएर एकअर्काले सपोर्ट गरेर अनि बल्ल बल्ल बाइक घुमाइयो यार यहाँ यस्तो ओह्रालोमा बाइक पनि घुम्ने ठाउँै नभएको के कस्तो फेरि एडभेन्चर त एडभेन्चर बबाले एडभेन्चर भयो यहाँ चाहिँ बल्ल 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 सबैजना मिलेर एकअर्काको बाइक मिलेर घुमाएर ठ्याक्कै फर्किँदै अब चाहिँ बाइक यार अप्ठ्यारो ठाउँमा आएर यस्तो घुमाउनु पऱ्यो कि यस्तो डेन्जर ओह्रालोमा पनि ल पछाडि हिँड्ने चक्करमा झन्डै आफै लडेको ल माले झन्नै लडेको हेट त्यो अगाडिको ब्रोले स्लो चलाएर यार माया झन्डै पछि पछि हिँड्ने भएर लडिएको यार हेट यो हो नि त नजारा ल बाइक राइडको कस्तो सबजना आफ्नो आफ्नो लेनमा दामी पाराले चढ्दैछन् है त ल कोही खोलाको बाटो तर्दैछन् कोही हिँड्दैछन् बिस्तारै बब्बाले एडभेन्चर ल यो राइड चाहिँ बब्बाले हुने भयो जस्तो छ है गाइस पुरै खोला नाला अफरोड अन रोड पिच रोड सबै पर्ने भयो यो एडभेन्चर राइडमा चाहिँ गाइस एकदमै बबालवाला रमाइलो हुने भयो ल जस्तो रोजेर आएको त्यस्तै बाटो फेला परेको छ है हामीलाई चाहिँ ल पिच बाटो नजाने भनेर एडिबी एडभेन्चर बिग्रेको बाटो रोजेको ल बबाल बाटो चाहिँ बबालै कचरा ल के हल्ल्यो हल्ल्यो बाइकको त मा गइसक्यो त बाहिरको बाटोमा धुलो उडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै भन्ने भएछ त हौ बाहिरको बाटोमा एडभेन्चर उडाउँदै पुरै एडभेन्चर यो हो बब्बा रमाइलो हुँदैछ गाइस रेडी राइड ल खतरा एडभेन्चर हानेर आइयो बाफ्रे थेट क्या डक्स एडभेन्चर त एडभेन्चर बबाले एडभेन्चर भयो जस्तो सबजना आउँदैछन् बिस्तारै हाई कान्छो ल एडिबीले पायो भने कहाँ छोड्छ त बाटो त यी यस्तो धोबी हान्छ नि बाफ्रे के साह्रो जोसमा हौ केटाहरू है ल बबाले केटाहरू ल बबाले एडभेन्चर हुँदैछ ल बबा रमाइलो हुँदैछ गाइज एडभेन्चर राइड बबाल बबाल दामी सोलिड खतरा खतरा ल केटाहरूले पायो भने बाटोको पनि धोबी उडाउँदो रहेछ यार धोबी धुलो उडाउँदो रहेछ केटाहरूले पायो भने त यार ओहो मिठो धुलो मिठो बाटो यसलाई के भनिन्छ
ल गर्दा उडाइदिएको छ केटाले गर्दा यार बाबरे बाला है खतरनाक खतरनाक ल खतरनाक पानी 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 अनि यस्तो राइड हानेपछि त प्यास लागिहाल्छ नि यार यस्तो राइड हानेपछि त प्यास लागिहाल्छ नि अलि साइडलाई रोक्नु न पानी खाने है बाफरे यार यो हो नि त एडभेन्चर मागा डग्स ठ्याक्कै आइपुग्यो अब यहाँ सबैजनाले रोकेको छौँ बाइक अब यहाँबाट चाहिँ तल हिँडेर जानुपर्छ अरे अब हेरौँ के हुन्छ बाइकहरू पुरै अब रेस्ट गर्दैछन् अहिले चाहिँ बाइकहरूलाई रेस्ट है अहिले मान्छेलाई रेस्ट छैन अहिले सबैजना बिस्तारै तल लाग्दैछौँ ल यस्तो छ भर्याङ बबाल सबै खतरनाक ल यहाँबाट हिँडेर कति 10 मिनट तल छ भन्दैछन् आधीभन्दा बढी मान्छे तल गइसक्यो सबै अब जाँदैछौँ बिस्तारै अब तल हिँडेर गइँदैछ कति समय लाग्ने हो यार कहाँ तल भुत झर्ना भनेको पनि यार अब हेर्दैछौँ बिस्तारै जाँदैछौँ कस्तो मिस्टेक भयो नि मसँग जेबिएलको थियो नि अब के थाहा यस्तो हिँड्नुपर्छ भनेर झर्ना चाहिँ बब्बालै दामी देखिरहेको छ यहाँबाट चाहिँ अब त्यहाँ पुगिसकेपछिको दृश्य हेरौँ है कस्तो हुन्छ हिँडाइ चाहिँ जस हल्का हिँड्नै पर्ने रहेछ 5 देखि 10 मिनट अनि बल्ल मात्र यो तल आइपुगिने रहेछ झर्ना चाहिँ बबाल देखिरहेको छ अब तल पुगेर हेरौँ है त कस्तो देखिन्छ सबैजना बिस्तारै आधी ग्रुप तल गइसकेको छ आधी हामी अलिअलि 5 जना माथि छौँ 10 जना जति तल गइसकेको छ अब ट्याक्क त्यहाँ पुगेपछि हेरौँ है त कस्तो देखिन्छ वाउ लुक एट द भ्यू गाइज लुक एट द भ्यू यो हो नि त नजारा यत्रो दुःख गरेर आइसकेपछिको रिल्याक्स हुने ठाउँ चाहिँ ल दामी यो नजारा देखिसकेपछि चाहिँ पुरै आनन्द एकदम बब्बालै वाला आनन्द ल एकदम रमाइलो बबाले देखिरहेको छ है भ्यू चाहिँ खतरनाक यो हो क्या झर्ना कस्तो दामी ल भूत झर्ना रे खतरनाक ठाउँ पनि खण्डरवाला छ कि ठाउँ पनि एकदम बबाल खाल्टोमा होइन खतरनाक ठाउँ पनि बबाल भएर होला भूत झर्ना भनेर नाम राखेको झर्ना चाहिँ यस्तो छ खतरनाक दामीवाला झर्ना ल वाउ यस्तो थाकेर आइसकेपछि चाहिँ यहाँ आइपुग्दाखेरि चाहिँ एकदम रिल्याक्स फिल भइरहेछ कि चिसो दामी पाराले ल सबैजना मस्त नुहाएर इन्जोय गर्दैछन् है त अब म पनि नुहाउन जाँदैछु लुगा सुगा फेरेर ट्याक्क नुहाउन गयो एकछिन झर्नामा चिसो पानी थियो मजाले नुहायो एकछिन सबैजना सबै साथीहरू नुहायो अनि एकछिन रिल्याक्स भयो पुरै पानीको आनन्द लिए नुहाएर मजा लिए झर्नाको ल सबैजना नुहाएर सकेर सबैजना ल लाग्दैछन् बिस्तारै उकालोतिर नुहाएर पनि मजाले सक्यो मजाले सबैजना जाँदै हुनुहुन्छ माथि अब बिस्तारै लाग्नुपर्छ मासतिर एकदम दामी छ माथि उकालै चढ्नुपर्छ अब यहाँको काम चाहिँ सबै सक्यो नुहाइ धुवाइ गरियो झर्नामा मजाले नुहाइयो अब बिस्तारै बिस्तारै सबैजना उकालो चढ्दैछन् उकालो चढ्न अलिक गाह्रो हुन्छ नि त त्यही भएर बिस्तारै बिस्तारै चढ्न थालिसक्यो सबैजना ल जाउँ है त माथि अब बिस्तारै न ठ्याक्कै राइड आजको राइड चाहिँ बब्बाले राइड भयो आजको एक्सपिरियन्स पनि बब्बाले भयो फाइनली ठ्याक्कै घर आइसकेँ अब राति पनि भयो बिहानै गएको मान्छे आज चाहिँ भक्तपुरदेखि ठ्याक्कै भुतछाँगासम्मको हाम्रो राइड थियो एडभेन्चर राइड एकदमै बबाल रमाइलो भयो है त ल बाई बाई गाइज सी यू सुन इन नेक्स्ट भिडियो टाटा बाई बाई